यदि तपाईहरु युके आउँदै हुनुहुन्छ भने तपाईहरुले आफ्नो लागि एउटा रुम खोज्नुपर्ने हुनेछ। तपाईहरु सिंगल आउँदै हुनुहुन्छ अथवा कपल आउँदै हुनुहुन्छ भने त्यही अनुसारले तपाईहरुले रुमहरु पनि खोज्नुपर्ने हुन्छ। सो यस भिडियोमा म तपाईहरुलाई तपाईले युके मा आफ्नो लागि कसरी अफोर्डेबल र राम्रो रुमहरु पाउन सक्नुहुन्छ त्यसको बारेमा जानकारी दिनेछु। सपनाको देश युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। यदि तपाईलाई यो भिडियो मन परिरहेको छ भने यो भिडियोलाई लाइक गर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर साथ दिनु होला। साथै तपाईहरुले यो भिडियो अरु साथीहरुलाई पनि शेयर गर्न सक्नुहुन्छ जसले गर्दाखेरि उनीहरुलाई युके मा आएर रुम खोज्नलाई सजिलो हुनेछ। सो सबैभन्दा सुरुमा त हामी नेपालीहरुले फेसबुकको थ्रुबाट रुम खोज्न सकिन्छ। फेसबुकमा गएर तपाईहरुले नेप्लिज इन युके रिलेटेड यसरी स्टुडेन्ट जर्नी इन युके रिलेटेड पेजहरुमा तपाईहरुले गएर आफ्नो लागि कुन ठाउँमा पोस्टल कोडहरु सहित तपाईहरुले रुमहरुको लागि इन्क्वायरी गर्न सक्नुहुन्छ। फर एक्जाम्पल नेप्लिज इन युके भन्ने ग्रुपमा गएर तपाईहरुले सपोज तपाईहरु लन्डनमा आउँदै हुनुहुन्छ भने लन्डनको कुन ठाउँमा आउँदै हुन्छ त्यहाँ कोहीसँग रुम अवेलेबल छ भनेर सोध्न सक्नुहुन्छ, जसको थ्रुबाट तपाईहरुले शेयरिङमा अथवा अपार्टमेन्ट जस्तो तपाईहरुले भेट्न सक्नुहुन्छ। तर अलिकति तपाईहरुले चनाखो चाहिँ के हुनुपर्छ भने तपाईले त्यहाँबाट कोही ब्रोकरहरुसँग कुरा गर्दै हुनुहुन्छ अथवा जसको हाउस हो उनीहरुसँग कुरा गर्दै हुनुहुन्छ भने उनीहरुले तपाईलाई सुरुमा एडभान्सको रूपमा कति पैसा लिन सक्दछ। सो त्यो पैसा चाहिँ सकभर तपाईहरुले यही युके कै अकाउन्टमा हाल्दिनु होला। तपाईले आफ्नो युके भएको कोही साथीहरुलाई गएर त्यो रुम भिजिट पनि गर्न आउन सक्नुहुन्छ र पैसा पनि उनीहरुकै थ्रुबाट तपाईहरुले जससँग रुम लिदै हुन्छ उसलाई ट्रान्सफर गर्दिनु होला। त्यो हुँदा तपाईले पछि युके आउँदाखेरि तपाईले ट्रान्सफर गरेको प्रुफ चाहिँ तपाईहरुसँग हुनेछ। त्यो हुँदा केही पनि तपाईलाई प्रब्लम आउँदैन। सो अलिकति रिस्की त छ यो तरिका, तर तपाईले सजिलैसँग नेपालीहरुकै थ्रुबाट तपाईहरुले रुम पाउन सक्नुहुन्छ। सो यो एउटा मेथड हो। त्यस्तै गरी तपाईहरुले WhatsAppमा पनि डिफरेन्ट आफ्नो ठाउँको ग्रुपहरु पाउनुहुन्छ। जस्तो म अहिले वुल्भरह्याम्पटनमा छु भने वुल्भरह्याम्पटनको बर्मिंघम एन्ड वुल्भरह्याम्पटन भन्ने केही ग्रुपहरु छ अथवा नेप्लिज इन वुल्भरह्याम्पटन भन्ने ग्रुपहरु छ। त्यो ग्रुपमा गएर पनि तपाईले पोस्ट गर्नुभयो भने तपाईले त्यहाँबाट पनि यसरी नेप्लिजकै थ्रुबाट अथवा तपाईले अरु पनि ग्रुप छ जुन वुल्भरह्याम्पटनको त्यहाँ इन्डियनहरु पनि छन्, सो उनीहरुको थ्रुबाट तपाईले त्यहाँ पनि रुम पाउन सक्नुहुन्छ। सो यो त थियो तपाईहरुले फेसबुकको थ्रुबाट यसरी शेयरिङमा अथवा भनौं एज अ फ्यामिली टाइपको रुमहरु तपाईले पाउने। सो अब तपाईहरुले यसरी नगरेर अथवा नेप्लिजहरु कम भएको ठाउँमा तपाईले रुम खोज्नुहुन्छ भने तपाईले डिफरेन्ट अनलाइन एप्स अथवा तपाईले वेबसाइटको थ्रुबाट रुम खोज्नुपर्ने हुन्छ। सो तपाईले अनलाइनको थ्रुबाट तपाईले यसरी रुम खोज्दाखेरि तपाईले स्पेड रुम युज गर्न सक्नुहुन्छ, जुप्ला युज गर्न सक्नुहुन्छ। यसमा गएर चाहिँ तपाईहरुले कुन ठाउँमा तपाईलाई रुम चाहिएको छ, कस्तो खालको रुम चाहिएको छ त्यो तपाईले डिटेल भर्न सक्नुहुन्छ। जस्तो सर्चमा गएर तपाईहरुले स्पेड रुममा सपोज तपाईलाई इ वुल्भरह्याम्पटनमा रुम चाहिएको छ भने तपाईले वुल्भरह्याम्पटन अथवा अझै तपाईलाई पोस्टल कोड स्पेसिफिक केही चाहिएको छ भने पोस्टल कोड पनि राख्न सक्नुहुन्छ र त्यो एरियाको तपाईले रुमहरु त्यहाँ देख्नुहुन्छ। यो यस्तो प्लेटफर्महरुमा नि ब्रोकरहरु रहेको हुन्छ। सो यसमा पनि तपाईहरुले अलिकति आफूले अलिक अवेयर हुनुपर्छ कसरी कुरा गर्ने, पैसा हाल्ने नहाल्ने र यही कोही तपाईले चिनेको हुनुहुन्छ नि उनीहरुलाई रुमको बारेमा बुझ्नको लागि एक्चुअली भिजिट गर्नको लागि पनि रिक्वेस्ट गर्नुपर्ने हुन्छ, किनभने अलिकति रिस्की नै हुन्छ यसरी रुम दिनको लागि आफ्नो यहाँ नभइकन। त्यही पनि स्पेयर रुमबाट मान्छेले लिइराखेका हुन्छन्। हामीले पनि स्पेयर रुमबाटै रुमहरु खोजेको थियौं। सो तपाईले यसरी पनि यो थ्रुबाट पनि लिन सक्नुहुन्छ। सो अब यो त थियो तपाईहरुले यदि फ्यामिलीसँग आउँदै हुन्छ अथवा तपाईलाई बाहिरतिरको एकोमोडेसन चाहिन्छ भने। सो अर्को अप्सन भनेको तपाईले युनिभर्सिटीकै एकोमोडेसनमा पनि बस्न सक्नुहुन्छ इफ तपाईहरु एज अ स्टुडेन्ट आउँदै हुनुहुन्छ भने। सो तपाईको जुनसुकै युनिभर्सिटी छ त्यो युनिभर्सिटीको वेबसाइटमा गएर तपाईले त्यहाँनेरि एकोमोडेसन भनेर सर्च गर्नु भने युनिभर्सिटीले प्रोवाइड गर्ने अथवा युनिभर्सिटीले सजेस्ट गरेको एकोमोडेसनहरु अगाडि आउँछ। सो त्यहाँबाट तपाईहरुले एकोमोडेसन लिन सक्नुहुन्छ। त्यो एकोमोडेसन चाहिँ अलिकति एक्सपेन्सिभ चाहिँ हुन जान्छ, तर तपाईले एकदमै राम्रो र ट्रस्टवर्दी ठाउँबाट तपाईले एकोमोडेसन पाउनुहुन्छ। सो यो तीनटा मेथड युज गरेर तपाईहरुले युके मा आफ्नो लागि सजिलैसँग रुमहरु पाउन सक्नुहुन्छ। र प्लस तपाईहरु यदि वुल्भरह्याम्पटनमा आउँदै हुनुहुन्छ भने यहाँको रेटहरु चाहिँ म तपाईलाई अलिकति भनिदिन्छु। सो सिंगल रुम यदि तपाईहरु लिन चाहनुहुन्छ भने अराउन्ड 200 देखि 300 को बीचमा तपाईहरुले यहाँनेरि सिंगल रुम पाउनुहुन्छ, जुन चाहिँ यो शेयरिङहरु जस्तो हुन्छ, धेरै जनासँग शेयर गर्नुपर्ने हुन्छ। र तपाईले डबल रुम लिँदै हुनुहुन्छ भने त्यो 450, 500, 550 को बीचमा तपाईले यहाँनेरि डबल रुम पनि पाउनुहुन्छ शेयरिङमा। अब अपार्टमेन्टहरुतिर जानुहुन्छ अथवा भनौं स्टुडियो अपार्टमेन्ट एउटै आफ्नै कोठामा सबै अब किचनहरु पनि तिनेरी वाशरुमहरु पनि तिनेरी छ भने त्यो 700 to 800 को बीचमा तपाईले त्यो पनि पाउनुहुन्छ। सो यदि वुल्भरह्याम्पटनको बारेमा तपाईलाई यस्तै केही जान्नु छ भने चाहिँ मलाई सिधै मेसेज गर्दा हुन्छ। सो मैले मुनि इन्स्टाग्रामको लिंक राखिदिनेछु। सो त्यो इन्स्टाग्रामको लिंकमा तपाईले मलाई वुल्भरह्याम्पटनको रुमको बारेमा इन्क्वायरी गर्न छ भने त्यहाँनेरि मेसेज छोडिदिदा हुन्छ। म तपाईहरुलाई त्यसको बारेमा जानकारी दिनेछु। सो आशा छ यो भिडियो तपाईलाई मन पर्यो होला। सो भिडियो मन पर्यो भने यो भिडियोलाई लाइक गर्नु होला, च्यानललाई सब्स्क्राइब गर्नु होला र अझै तपाईलाई केही जानकारी चाहिने छ भने मुनि कमेन्ट गरेर भन्नु होला। धन्यवाद।